अब म घर जान्छ हैन दाबा हैन दाबा अहिले अब दाबा इ हैन लाउ दोजे न्यादो अनि त्यसपछि के र त बस्नुस् है भन्नु भनेन हो अब बस्नु सरलाई ऊ आनो नु खुट्टा काट्नु परेन ल तँ भनेको है हुन्छ है तँ भनेको है भयो सानो भयो भएन यसरी भन्नु भयो भएछ भनेपछि उ नै भयो यो पोजो नै भएन भएछ भएछ को छ नि बेको को छ नि तोमी आइन्देन तोपासी आइन्देन तोले आउन आएछ मी मिलाउनु पर्यो हामीले आउनु भएछ खानु भएछ गर्नु भएछ भराको भएर भयो है भयो है तँ भनेको अहिले पनि हामी बोल्छौँ तँ भनेको है अनि फेरि त बुढो आमाले भयो है तँ भनेको अहिले पनि हामी बोल्छौँ तँ भनेको है अनि फेरि त बुढो आमाले यस्तो हो आमा भन्छ भन्दैन भन्छ भन्दैन भनेको हो भनेर त्यहाँ त लौ भनेर लेखेँ फेरि एकचोटि है हजुर नानी उ भयो नि त नानी टोलायो कि फेरि त्यो रुल एन्ड रेगुलेसन एकचोटि यसो दोहोऱ्याउने काम गर्नु है यो अहिले बोर्ड चाहिँ यस्तै दुःख यसरी त साथीहरू म त्यहाँ भएको कुरा यहाँ भन्छु है दोहोऱ्याउन पर्यो कि यो भनेको यो हो भन्ने कुरा कन्फर्म क्या न घर किचन पनि राख्नु परेन नि किचन अक्कल आउँछ क्या आफै आउँछ त ल साथी है फेरि पनि दोहोऱ्याउँदैछु है जस्तो ल हेर्नुहोस् है कि चाहिँ यसो भनिदिने होला त गाउँ चार्दा पढ्नु छैन समय हिँड्ने मास्टर पनि एकदम 12 छ कि हिँडिरहने ल यहाँ अलि आज त माइतीमा मलाई फुट्टो बिहार
मैले त साह्रै टन्के क्या अलि सानो लेख्यो भने यसरी है ल मेडम पाउनुहोस् फर्किँदा हामीले हाम्रो सबैजना बलियो गाडीमा सबैजना नछुट्ने यहाँ कुरा के भइरहेछ यस्तो छ है बाबु एकचोटि है अब कुरा के छ भने यहाँ यो एउटा चाहिँ यो उ छ है अ आ इ ई को उ छ हैन हो हो ल है के छ रे कान्छा के छ रे त्यो नाम के हो हो ल प्रनिसले भने यहाँ त्यो के लेखेर मैले उ भनेको नु छ है त्यहाँ उ बराबर नु छ हो के छ रे नु छ उ बराबर नु छ हैन हो नि बाबु है तिम्रो त भाषाको चाहिँ पढेको सिकिरहेको अब फेरि दो बराबर छ है अक्षर देखाएँ नि फेरि सरी है मैडम बन्द कुरामा आएर भन्दै तपाईले भनेर म त त्यो बोर्डला भन्यो क्या बोर्ड त एकताले नै हता है ठीक छ त्यसमा माइन्ड छैन मैले लागे यस्तो मिठो ल कोही एक्स्ट्रा लेखारे बुकेर नै यहाँ के बोकेर अब दो भनेको के छ छ है छ पनि छ छु पनि छ है फेरि यहाँ छु पनि छ है बाबु अहिले एकछिन सुन सुन्दै लेख्दै गर है फेरि चाहिँ अर्को के छ फेरि हेरौँ है त यो भनेको के हो यसको अर्थ फेरि खोलाउँछ है अब फेरि बो चाहिँ बो बराबर यो छ है फेरि हैन अनि नगरे बसे है गरौँ त बो बराबर यो छ है म त आमा जे भने म तयार छु अलि अब अरू फरक गर्नु भन है खाएर सुती पनि के भएर त नि चराइचाले भने म त एकदम बुझ्छु कि है अब बो भनेको यो भयो है किन यस्तो भएको भने यो नयाँ विद्यार्थीले बुझ्नु पर्यो तपाईँहरूको आफ्नो रिभिजन हुन्छ कि है हुन्छ हुन्छ के भन्छ है अनि जस्तो फेरि ते पनि लाग्दैछौँ है अब हामीले त प्रत्यय लाग्यो 12 हो ए प्रत्यय लाग्यो तिमीले इङ्ग्लिस मिडियम पढ्यौ होला है सफिसियन्ट के भन्दैन ल ल यसको बो चाहिँ पछाडि लाग्यो अहिले फेरि खुलाउनु है अब फेरि त्यसपछि के छ भने ते है ते भनेको तेले चाहिँ के छ न आएको नियम यस्तो रहेछ जस्तो लाग्यो कसरी सबैले यसरी गर्नु जस्तो लाग्यो ते भनेको न छ है कान्छा है ते भनेको के छ रे न छ है सुन्दै लेख्दै है हो ते भनेको न कस्तो राम्रो मान्छे छ अनि फेरि चाहिँ ते भनेको न है
फेरि पोजु होइन पोजु पनि थप्ने भनेको छ है पोजु भनेको एक हो यो अक्षर बुझ्यो बुझेन एको छ है अक्षर बुझे अर्थ बुझाएर हजुर के भन्छ रे पढा नि आज चैते दशैं पनि शनिबार पनि गई स्कुल पनि छुट्टी गर्दैन यस्तो छ त्यहाँ नि अब गाउँमा भयो है तल आइज यता बढेर निसी भन्ने आज आइज कुन्नुगा लाउने कुन्नु लाग्ने खैला मैले छ म त यसै यतै हिँड्छु फेरि तिमीहरूले दुईटा हात जाने खाउँथे है भन्थ्यो है सिटी लाउँदै मलाई आरो निस्किनु थियो है त्यही त कतिले गरेको भने त्यही त ल है यो चाहिँ पान्जी हो है हजुर है यो दुइटामा के खासै डिफ्रेन्स छैन है बाबु है यसलाई ठुलो त्यसमा लिनुपर्ने मी पनि छ है फेरि मी भनेको चाहिँ मी भनेको ए छ आएछ गएछ पल्लाहारी त रोएछ आएछ गएछ मी भनेको त्यस्तो छ है बोल माया आँखीको सानले तपाईँ माया छ भने चाहिँ बोले सान्ता लाउले लाउँदा मलाई त्यहीजना भ्याइने फेरि खेल्ने हो है मी भनेको ए छ है सुन्यो बाबु यसलाई चाहिँ सबै राम्रो भोग्नुपर्छ है यो चाहिँ अब्दुरा ल्याङ्ग्वेजको एउटा फर्मुला हो फेरि अर्को पनि छ फेरि के छ अनि पी पनि छ है देखे हा देखे हा पी भनेको दही अथवा दही खाँदै सिक्दै हुँदै खेल्दै अनि फेरि पी तैदै है अनि फेरि खुट्टा पनि काटेको छ है नलाई खुट्टा काटेर नाम पनि बना है यस्तोमा अब यसलाई उ अथवा इजा इजा कसरी भन्यो होला केही पर्सेन्ट त आयो होला नि त दिमाग आएन है पिज्जा त आउँदैन बर्गर आउँछ पिज्जा त्यस्तो मात्रै आउँदैन है कोसिस चाहिँ गर्नुपर्छ है यो छोरी बुझ्यो बुझेन दुईवटा चिन्ताले चारवटाले बुझ्यो त है ल है त फेरि इजा कसरी भयो अब यसलाई फेरि हामी खोल्छौँ नि इन्जेल चाहिँ भएर हुन्छ नि त त्यो इन्जेल चाहिँ पासी हुन्छ ल पासी भनेको चाहिँ इन्जेल ल इन्जेल है त खाइन्जेल सुतुन्जेल उठुन्जेल रौन्जेल होइन खेलुन्जेल रोइसा रोइसा गोइसा अनि त्यसपछि अब एलाई चाहिँ थोप्ला दिएको छ है चन्द्रबिन्दु ए यसमा ऊ छ है अनि भाषाको मान्छेले किन ओड नबनाउँछ नि यस्तो विधि रहेछ त भित्र पछाडि हेर्दैन कति क्लासमा पढ्छ हो 4मा ल सुनौ है त पूजा गर्ने भन्नु पर्यो है
यहाँ पूजा गर्नु भन्ने वर्डलाई प्रयोग गर्छौँ हामी सबैमा खोज्छौँ है त है अब है अब पूजा गर्नुलाई दूरा भाषामा ताइसी है ताइसी ऊ पूजा गर्नु पहिलो शब्द के छ है त ऊ ताइसी है ताइसी रस पनि लेख्ने भने है बाबु बाबु सुन जहिले यो चाहिँ पूजा गर्नु त्यही भएर नुहाएको भन्छ बुझ्यौ हो ताइसी ऊ भनेको पूजा गर्नु है पूजा गर्नु है नुहाएको कारणै त्यही हो है पूजा गर्नु खेल्नु रुनु हाँस्नु बिहे गर्नु होइन है मिठो खानु है ताइसी पूजा है अनि त्यसपछि फेरि अब हामी प्लिज यता हेर्नु यता फेरि चाहिँ यहाँ कुरा के भएर अब दो पनि लाउँछौँ अब हामी है ए गाह्रो छैन दुईजना काम छैन त्यो पढाउन के गर्नु यस्तो गरेर हामीले यता चैत्रको पुग्यो भन्छ कहाँ पाएर ल अब दोस्रोमा हेर है ताइसी अनि हामीले के लाउँदैछौँ दो ताइसी दो है यस्तो ताइसी दो भनेको पूजा गर्छौँ पूजा गर्छु होइन हो छुवायो कि आएन ताइसी दो होइन म पूजा गर्छु अब त खोल्नु परेन नि तिमीले पूजा गर्छ ल हो यो फर्मुला घोक्नुपर्छ है मजाले गर्नुपर्छ गर्छु पूजा गर्छु गर्छु है पूजा गर्छु अब त अक्षर चाहिँ देखेन भनेर चाहिँ गाह्रो भयो चाहिँ यो ताइसी भनेको चाहिँ पूजा हो क्या यो पूजालाई ऊ थपिएपछि होइन पूजा गर्नु भयो अब दो थपेपछि पूजा गर्छु भयो होइन पूजा गर्छस् पूजा गर्नुहुन्छ भयो आज एक दिन आएर कर्मचारी ढोली मैले पाएछ हाम्रो ऊ विदेश प्रताप चाहिँ त्यसलाई पनि बनाउँ है 37 थपम लाग्यो ल है त फेरि बोतिर गयौँ है अब ताइसी भयो होइन यसो न पूजा गर्यो यो दीर्घ चाहिँ हुँदैन है दीर्घ चाहिँ कुनै पनि हुँदैन सबै रसो प्राय यो चाहिँ पूजा गरियो कि गर्यो यो पूजा गर्यो पूजा गर्यो नि यो आएन लास्टमा पूजा गर्यो पूजा गर्यो ल्याएर यो भयो है बुझेकै होला त ताइसी भयो अब पूजा गर्न पनि भन्नु पर्यो है ताइसीते जद्द चाहिँ आएर क्या एउटा लेभल पछि पनि हुँदैन पूजा गर्न ल्याएर पूजा गर्न है ताइसीते पूजा गर्न बुझ्यौ सानो यो चाहिँ फर्मुला हो यो फर्मुला भोगेपछि अलदुरल भाषा आउँछ कि भाषाले यस्तो निर्माण गरिदिएको छ ल अब फेरि ताइसी पोजो गर्नु पर्यो पहिला यो नानी के बुझ्यो सानो ओ त बुझेन बुझ्या ओ सानो पूजा गरेको
सानो मान्छे है गाउँसम्म पढ्नु ताइसी पोजु गर्नु परेन है त ताइसी पोजु ताइसी पोजु ताइसी पोजु भनेको गरेको पूजा गरेको होइन पूजा गरेको ल हेर्नु है यो चाहिँ बुझिएन भने त कुनै सेन्टेन्स बनाउन सकिन्न यति नै हो क्या जति महिनौ सयौं दिन कराए पनि यो नबुझी काम छैन आज देउता पूजा गरेको हजुर बोल्नु भएन यतासम्म कोनलाई कुन नहुने यसलाई यस्तो छ भने चिप्टो ल्याएर पारेर ल्याइदिन्छ खोइ त फेरि अनि हेर्छु फेरि मिलाएन जस्तो लाग्छ है अनि किसिमले हेर्दा मिल्दैन कि ए ताइसी पोजु पूजा गरेको होइन भयो मन ल सानो रासन है तिम्रै लागि हो यो यो सानो चाहिँ देखाइदिए होइन सबैले अनुशासनमा त यहाँ चाहिँ चस्मा मलाई छाडा खाले दाइ त्यसमा तपाईँ पर्नु जग्गा अब पूजा गरेको है ताइसी पान्जी ल्याउनु पर्यो ताई अनि सी अनि पान्जी हामीले पान्जी पनि के लेखे रसै लेखे है दीर्घ लेखे छैन नि फेरि यो रुल चाहिँ होइन त कहिले भुल्नु भन है तिमीले भुलेन अब पूजा गरेर होला गरेर पूजा गरेर अन्त मेरा भनेर अडेर ए त्यही गर्छ भने त पूजा गरेर है पूजा गरेर है अब पूजा बुझिएको छ यसो न थोरै बोल्न आउँछ अब हेर त फेरि मी है अब के ता इ हैन सिमी ताइसिमी पूजा गरेछ ल पूजा गरेछ है पूजा गरेछ खाएछ रोएछ खेलेछ पढेछ अब भयो है अब फेरि पी ताइसिपी के भरे ताइसिपी तलाई आका ता इ सी अनि पी पनि रसै लेखे है साथीहरु ताइसिपी भनेर पूजा गर्दै पूजा गर्दै ताइसिपी ज्यापी पी भने खाँदै यो खबरु के यो सूत्र जान्ने त जान्ने रहेछ अनि ओड त छ नि त किताबमा है यसलाई चाहिँ ढाल्न सक्नु पर्यो अब यहाँ को छ नि त्यो बच्चाहरुलाई किताब
घरमा डबल पढेको के भन्यो छेउ है त्यही हो तर किताब चाहिँ पढ सबैले है ताइसिन भयो फेरि ताइसिन भनेको पूजा गर्नुभयो गरिस् हैन गरिस् अनि गरौँ त ए छ त ए छ त यहाँ गर्नुहोस् गरिस् अथवा गर्नुहोस् गर्नुहोस् है गर्नुहोस् गरिस् गर्यौ पूजा गर्नुहोस् है कस्तो राम्रो मैले दिएको डरले नखेदेर छोडेर आइसक्यो विद्यार्थीहरू हतार मात्रै एउटा पाथेन पायो इटा बस्ती एउटा कम भएको त कति माया गरेको भइगयो नि गर्नुहोस् नि राम्रो दुईटा शब्द लाग्यो गर्नुहोस् भने चाहिँ पसन्द छ त सानो मान्छेलाई त गरिस् भन्नु नि ओ कान्छा तैँले पूजा गरिस् भन्न पाइयो पासी है ताइसी ओ पासी यो चाहिँ सबै प्रत्यय हो है पूजा गरुन्जेल है पूजा गरुन्जेल भएन पूजा गरुन्जेल भयो पूजा गरुन्जेल सानो खै तिमीले लेख्यौ गरिन्जेल जो चाहिने अब एमा आयो है हो त्यसको एक्जाम्पल यो पूजा गरुन्जेल There is no place. Small, big anything. अब ताइसी ए आयो हैन ता तल आएको ता इ सी अनि ए ल्याएर ताइसी भनेको पूजा गरौँ हो कि हैन पूजा गरौँ पूजा गरौँ ल
हुन्छ गरौँ भयो हैन भयो क्वेसन भयो छ ह क्वेसन हो इटोले इच्छा त जस्तो के भात खाऊ खाऊ नखाऊ फेरि अर्को साथीहरु अनि ढुक्क भयो न म चाहिँ अब दुर्गाडाँडा गए पनि हाम्रो भाषा क्लास छ भेट्नु चाहिँ भइहाल्छ कति साथी त जोइनिङ छ हामी पढिरहनु पनि अब नहुने चाहिँ समस्या हो त्यही भएर है अब त्यही भएर म भित्र आउँ भन्नु पर्यो परेन म बाहिर जाउँ भन्नु पर्यो परेन हो अब कसरी भन्दा नि हिन्छ भनेको भित्र है नि हिन्छ तोए म यसो गर्नुपर्छ क्या नि हिन्छ तोए म चाहिँ यसो गरौँ क्या है म यसो देख्छु नि है यसलाई पनि अहिले देखाउनु पर्दैन है त्यही कारणले गर्नु अनि सबैले भएर भनिन्छ नि भनिन्न र म भित्र आउँ भनिन्न र है ल हेर ओ ताली बजाउन कमसे कम ताली यस्तो छ ल है त म खाजा खाउँ भने होइन यसो गरेर फेरि यो मार्गलाई देखेन है ढेङ पार्ने भन्छ यसो है नि होइन माइक्रो है जाए कति होस् यो मसिनी लेखेकै छ 2-4 दिन भएर आउँछन् नलेखेको गएर हल्लाएर घाममा सुधार बल्ल लेख्ने तिमीहरूको नजिकै मसित पातल पनि भइसक्यो अक्षय देखिया तिमीहरू त्यस्तो नगर है रात त्यहाँ काम गर्ने जस्तो काम नगर्यो राम्रो हेर है माइक्रो है ज्याए मैले यो डबल गरिदिउँ जस्तो लाग्यो खै हुन्न क्या ज्याए है अब है म खाउँ होइन म जाउँ आज्ञा छु है गरौँ है त्यस्तो भयो म खाजा खाउँ है म घर जाउँ भन्नलाई उनी लाउँछ यहाँ है म घर जाउँ फेरि नोट पनि पुरा छ नि फेरि होइन नोटमा के मिसाउने पुरानो कुरा छ भने डकुमेन्ट्री गर्नलाई केन्द्रीय कमिटीले एकदम दिल खुला गर्नु पर्यो क्या यो चाहिँ आवश्यक छ यो त सुनौँ दाइ मैले पसेर हेरेको है अब हजुर पनि यसो 2-4 चरण गीत त गाउने मान्छे है
अहिलेको ठाडा भाका जे पायो त्यही घाँसी गीत मिसाउने ठाडा भाका टुक्का नि के हो त्यसलाई थाहा हुनु पर्यो नि भनेको तँ हिजोको इतिहास नपढेर भोलिको मान्छेले गाउँछ त्यसै रामे अनि त्यहाँ मेरो नाम श्यामे भनेको हामी मिलेर भनेको आफ्नो बुढाको नाम अब त भाले सिमल भाले सिमल भगमाका हुने हो कि आमा त थाहा छ हो ल्या कस्तो छ ल्या त्यसै गीत गाउने ठाडो भएको गीत अरे कोही हो नि अझ कलाकार ऐतिहासिक कुरा पहिला पहिलाको राखेर गीतहरू अहिलेको त्यो गोरो जाने गरे त्यस्तो त्यस्तो हो ल्या अहिले अहिले त्यसै यहाँ मन गोराएको क्या आमा म थाहा गोराएको के गीत दिवालीले पूर्वको तान्दी आदि भन्छ के तान्दी होला गाउँ हामी त सुनिया मात्रै थियो माथि बल्ल लेखे यहाँ रहेछ डकुमेन्ट्री गरेर घुम्न चाहिँ हुँदैन है दाइ पाएको चाहिँ चाहे हामीलाई काङ्ग्रेस होस् चाहे कोही माओवादी होस् जोसुकै होस् राजनीति गरेर दुराले राजनीति गरेर यहाँ आएपछि त्यो त राम्रो हुन्छ विचार त मेरो पनि छ है तर मैले कहिले त्यो गरेको छैन सबैको आफ्नो विचार अहिलेको मान्छेले के थाहा छैन हो कि भनेको के हो भने पेट बोकेको के हो कि होइन आमा फुल्न लगाएको होइन हो कि है ल अहिले मान्छेलाई थाहै छैन भाले सिमल ढकमको पोथी सिमल भोगी भन्छ नि पत्ता अत्ता छैन त्यसै ठाडो भएका त्यसै तिमीले त मैले त पत्ता ठाडो हो त अहिले चाहिँ अहिलेको मान्छेले ठाडो भएको बिचरालाई एकदमै बिगाऱ्यो के अनि फेरि त्यो ठाडो भएको सोद्धाखेरि केटाले सोद्धा नि त्यो गीत खालि होला रायो भने छोड्ने कि त्यो त होला रायो त मिलाएर छोड्नु पर्यो अगाडि भनेर धेरै गरियो तर के गर्ने सबैले त्यही होला रायो भने हामी न होला के अरे अनि दोहोर त्यहाँ गयो हाम्रो काशीले गीत आयो हामीले छोड्नु पर्यो त्यो उतातिर कस्तो छ नि गुरुङ भाषाको गीत के पिनललाई तोयो नै भन्छ नि त होइन पिनललाई तोयो भने यो चाहिँ थियो क्या भर्खरको हुन नि भर्खर सिक्न आएको कि भर्खर गीत अनि फेरि यसो गरेँ हा पिनललाई तोयो भन्छ उ के आउँदैछ के हान्छ है काशी फेरि उसको त यहाँ बिहा गयो के भने झ्यापै माया तानेर म त सानै थियो आमाले भनेको तेरो दाइ त हरायो भनिदिएर त्यो दाइ त नसोध्नु भनेको जित्त बनाएको उसलाई यस्तो त सुन्छ होइन जितेछ क्या यस्तो दिक्क बनायो दोहोर दिन 4 दिनसम्म सिकेन नि सारा ठहर बजार भाजो तर पहिले निस्कँदैन है मैले लाला राखेको त्यहीँ यता पानी बोकेर ल्याएको त्यहीँ रहेछ क्या हिसाब आएको भयो ल है त यो कुरालाई ध्यानमा राख्नु होला है केन्द्रमा रहने साथीहरूले एकले अर्कादेखि रिसाउने एक अर्को गरेर गर्ने त्यो चाहिँ भयो भनेदेखि हामी दुराबाट हामी हुन्छ दुईटा चाहिँ पक्ष भनेपछि हामी सधैँ सधैँ मानौँ सधैँ कम्पिटिसन अनि दुरामा एक मन एक जुत्ता चाहिँ हुन्छ होइन
हो नि राजनीति ठाउँको गर्नु त आफ हो नि चुनाव दिन लाग्ने इच्छा छ हो त त्यस्तो सदा नै सिवै राम्रो नि यसको आमाको त हालको त राम्रो नि आमा भन्छु यस्तो रहेछ भनेको हामी किन भुल्ने हामी किन द्वन्द गर्ने भनेको है हामी द्वन्द गरेर के हुन्छ र अरे भाइले बुझ्यो बुझेन बुझ्यौ है तिमीलाई गीत गाउन त आउँदैन होला है सबैले गाउँछ ल अब एकचोटि ओ साथीहरू बहिनीहरू अलि रासनबाट है यदि यदि बाल्य ल्याउने सरवाली त नि ल ए भर्खर पढेकोले पत्र आउँछ ए ल सुनाउँछ कस्तो राम्रो मान्छे ठिक छ ल उनी चाहिँ गर कि सबैले उनी चाहिँ भने तिम्रो स्कुल नाम भन अनि नानी रामे हातेले टिकी कक्षा चाहिँ हाल्दो कति कक्षामा पढ्छ जिम थ्याङ्क यू ताली बजाई मैले हो क्लास कति हो है क्लास टपरे क्लास कति क्लासमा गएको भन्छ कति क्लास 3 मा गइसकेको थिए है बस यो घरमा गएर यस्तो म फर्स्ट भएर फेरि यहाँ मेरो दूरभाषा कक्षामा दिएको म है हौसला त्यो भन्दा ठुलो औषधि नै छ अरे यता तिमीले के भन्ने भने गाईसी पूजा गर्नु होइन यता तिमीले के भन्ने भने गाईसी पूजा
पूजा गर्नु हैन उ नु यति मात्र भनिनुहुन्छ के ल है त ताइसी उ नु ताइसी उ है दो छ ताइसी दो यसरी सबैलाई भन्न सुनाउनु पर्यो सबैले भन्नु पर्यो अल्छी गरेर पाएन है रात चाहिँ रोटी सेरी बखा भनिदिन्छ सिधै हटा ल उनु ताइसी उ पूजा गर्नु उ नु ताइसी उ पूजा गर्नु भनेपछि फेरि साथी ताइसी उ पूजा गर्नु दो छ ताइसी दो पूजा गर्छु बोयो ताइसी बो पूजा गर्यो तेन ताइसी दे पूजा गर्नु पोजु एको ताइसी पोजु पूजा गरेको पान्जी एर ताइसी पान्जी पूजा गरेर मी एछ ताइसी मी पूजा गरेछ पी तैदै ताइसी पी पूजा गर्दै के भन्छ न उ इज ताइसी न पूजा गरिस पासी इन्जेल ताइसी पासी पूजा गरिन्जेल ए उ ताइसी ए पूजा गरौँ तालुरी पठाइहाल्छ गएर भन्दै गर्दा हुन्छ सक्यो अनि बाबुले एकचोटि कोसिस गरौँ त एकदम बिस्तारै भन्ने नि कोसिस गर्नु पर्यो है ट्राई द बेस्ट भन्छ नि ताइसी उ पूजा गर्नु दो ताइसी दो पूजा गर्छु ताइसी बो पूजा गर तेन ताइसी ते पूजा गर्न पोज एको ताइसी पोजु पूजा गरेको पान्जी एर ताइसी पान्जी पूजा गरेर मी ए छ ताइसी मी पूजा गरेछ पी ताइसी पी पूजा गर्दै न उ ताइसी नन पूजा गरिस पूजा गर्नुहोस् पासी पूजा इन्जेल ताइसी पासी
पूजा गरिन्जेल ताइसिए पूजा गर्यो अब ठुलो विद्यार्थीहरूले पनि पाल्नु पाएन पूजा गर्नु दो छ ताइसिदो पूजा गर्छ बोयो ताइसिबो पूजा गर्यो ते न ताइसिते पूजा गर्न पोजुएको ताइसी पोजु पूजा गरेको ताइसी पान्जी ताइसी पान्जी पूजा गरेर मिएछ ताइसिमी पूजा गरेछ पितैदै ताइसिती पूजा गर्दै न उ इज ताइसिन गरिस पूजा पासी जिन्जेल ताइसी पासी पूजा गरिन्जेल ताइसिए अनि यसो गरौँ त यो के सबै त सानो विद्यार्थी आयो है ताइसिउ पूजा गर्नु ताइसिदो पूजा गर्छ बोयो ताइसिबो पूजा गर्यो तेन ताइसिते पूजा गर्न पोजुएको ताइसी पोजु पूजा गरेको पान्जिएर ताइसिपी पान्जी पूजा गरेर मिएछ ताइसिमी पूजा गरेछ पितैदै ताइसिपी पूजा गर्दै ना उ इज इजु ताइसिन पूजा गर्नुहोस् या गरिस् अनि पासी पाइ के हो पासी इन्जेल ताइसी पासी पूजा गरुन्जेल ए उ ताइसिए पूजा गरौँ ताइसिदो पूजा गर्छ बोयो ताइसिबो पूजा गर्यो
तेन ताइसिते पूजा गर्ने पूजा गर्न पोजु एको ताइसी पोजु पूजा गरेको पान्जी एरा ताइसी पोजी पाजी ताइसी पाजी ताइसी पान्जी पूजा गरेर मिएछ ताइसिमी पूजा गरेछ पितैदे ताइसिपी पूजा गर्दै नयु ताइसिन पूजा गरी गर्नुहोस् पासी इन्जेल ताइसी पासी पूजा गरिन्जेल एउ ताइसिए पूजा गर्यो सँगै अब फेरि पाला आज क्लास लिनु होला भोलि छलफल गरौँला है तपाईहरुको पढाइको विषयमा ताइसियु पूजा गर्नु दो छ छु ताइसिदो पूजा गर्छु बोयो ताइसिबो पूजा गर्यो तेन ताइसिते पूजा गर्न पोजु एको ताइसी पोजु पूजा गरेको पान्जी एरा ताइसी पान्जी पूजा गरेर मिएछ ताइसिमी पूजा गरेछ पितैदै ताइसिपी पूजा गर्दै नउइच ताइसिन पूजा गरिस पूजा गर्नुहोस् पासी ताइसिपी पासी पूजा गरिन्जेल एउ ताइसिए पूजा गरौँ पूजा गर्छु बोयो ताइसिबो पूजा गर्यो केन ताइसिते पूजा गर्न पोजु एको ताइसी पोजु पूजा गरेको पान्जी एर ताइसी पान्जी पूजा गरेर मिएछ ताइसिमी पूजा गरेछ ताइसिपी पूजा गर्दै नउइस ताइसिन पूजा गरिस पूजा गर्नुहोस् पासी इन्जेल ताइसी पासी पूजा गरुन्जेल एउ ताइसिए पूजा गरौँ
एउटा पेपरमा मनमा हुन परेन मनमा भएको कर्ममा नभएको भन्छ नि गीत है त्यस्तो गर्नु भनेर कर्म ल्याउनु पर्यो डोराले एउटा आफ्नो किचन हो अथवा चाहिँ के हो क्या त्यहाँ लेखेर ट्याक्क राख्नु पर्यो क्या
कति नअर्डर यसो गरेपछि भित्र जाँदा पनि डेली के एक दिन मैले त यो त भाषा आइदिएको पछि अन्त यो किताबबाट यस्तो खोजे म त त्यस्तो पढेँ अझै फेरि ऊ पनि छ है एउटा अझै छ क्या यहाँ अट्ठाइस एकचोटि यो भाइहरूलाई यसो भन्नु अरे एकछिन है बाबु यता सुन त ताइसी अनि हामीले यी प्रति त भन्नु त फेरि पाएनौँ है यी प्रति अनि बिर्सिरहेको क्या यी है अब यो त यी नै भयो ल सुन न जस्तै अब के भन्दा ताइसी यस्तो भन ताइसी भयो अनि ताइसीहरूको पूजा गरायो तपाईँहरूले यो पनि लेख्नु होला है हो कि होइन पुरो विषयलाई साथी हो यी चाहिँ सेमै हुन्छ हो तिम्रो यी छुट्टी है आउँदा पढाइ भयो सिट मुलक्ने हो क्या अब अनि हामीले के पढ्यौँ भन्दा एक दुई पनि पढ्यौँ है एक दुई पढ्यौँ अनि आइतबार सोमबार पढ्यौँ है यस्तो कुरा धेरै पढ्यौँ अनि अब आइतबार सोमबार के छ बात चलेको केही छ अरू छैन त नि यिनीहरू कस्तो छ कुरै मात्र गर्ने यता उठेर आउँछ भन्नु हजुर याद गर्नको लागि पहिला यो सबै अगाडिको योला पासु कि तेरो भनेर याद गर्ने अनि योमा सबैमा जा थपिदिएपछि यो जा लाजा पाजा सुजा किजा तेजा रोजा हुन्छ होइन अनि यो जा भनेको चाहिँ आइतबार अनि लाजा भनेको सोमबार पाजा भनेको मङ्गलबार सुजा भनेको बुधबार किजा भनेको बिहीबार तेजा भनेको शुक्रबार रोजा भनेको ब्र्याकेटमा नि साउनी माछा कोरियोग्राफर पनि होला आज सुनबार सुरु गरौँ है एकरै गाउँको सबैले योजा
भनेको आइतबार ला प्लस जा लाजा लाजा भनेको सोमबार पा प्लस जा पाजा मङ्गलबार सु प्लस जा सुजा बुधबार की प्लस जा किजा बिहिबार ते प्लस जा तेजा शुक्रबार रो प्लस जा रोजा शनिबार ठुलो रोजाले छुङ्गे आज शनिबार हो शनिबार आज शनिबार यो प्लस जा योजा आइतबार ला प्लस जा लाजा सोमबार ला पा प्लस जा पाजा मंगलबार सु प्लस जा सुजा बुधबार की प्लस जा किजा बिहिबार तो प्लस जा ते प्लस जा तेजा शुक्रबार रो प्लस जा रोजा शनिबार सँगै सोमबार पा प्लस जा पाजा मंगलबार सु प्लस जा सुजा बुधबार की प्लस जा किजा बुधबार बिहिबार सरी भन्दा की प्लस जा किजा शुक्रबार रो प्लस जा रोजा शनिबार ठुलो रोजाले मङ्गिए जाने भनेको सानो है आइतबार ला प्लस जा लाजा सोमबार पा प्लस जा पाजा मंगलबार सु प्लस जा सुजा बुधबार की प्लस जा किजा बिहिबार ती प्लस जा तेजा शुक्रबार रो प्लस जा रोजा शनिबार अस्ति नै पढा सोमबार पा प्लस जा पाजा मंगलबार सु प्लस जा सुजा बुधबार की प्लस जा किजा बिहिबार ते प्लस जा तेजा शुक्रबार
प्लस जा रोजा रो प्लस जा रोजा शनिबार शनिबार घर कहाँ अरे यो प्लस जा योजा आइतबार ला प्लस जा लाजा सोमबार पा प्लस जा पाजा मंगलबार सु प्लस जा सुजा बुधबार की प्लस जा कीजा बिहिबार ए प्लस जा तेजा शुक्रबार रो प्लस जा रोजा शनिबार साङ्गे भयो त के हो सबै सेन्टेन्स बनाउनु पर्यो कि एउटा मात्रै बनाएर होइन सरहरू फेरि मात्रै भन्नुभयो त त्यसो होइन बाबु त्यसो तिमीहरू के सुन्यौ निरामासी फुनावे मैतम माया मुस्य क्युथुले कैतम चिने हा चिने नै दुरा भाषा त हैन गुङ भाषा यो ल साथी हो फेरि भेटौँला हैन यो भनेको फेरि हैन हो पक्का यो भनेको फेरि है भेट्नु क्या है भेट्नु भनेको मिल्नु हो कि होइन जोडिनु हो कि होइन हो सानो के मसिसक्यो भेट्ने भनेको दुईजना साथी भेट्ने हो है हो त्यसो भएको हुनाले अब हामी बनाउनु त किन हामी स्कुल जाने है कान्छा ताकु भनेको जोडी हो है घरे गएर आफ्नो बुढालाई मिनी ताकु भनेर भन्नु है मेरो जोडी भन्नु ताकु भनेको जोडी है जोडी है अनि यसैबाट छ कि ता उ पनि हुन्छ नि त हामीले अहिले देखायो नि त होइन हो जोड्नु होइन जोड्नु भयो त हो कि होइन बाबु भयो अब जोडाउला भेटाउला कसरी हुन्छ त के लाउनु पर्यो त्यही हो हेर साथी हो यता ताकु अनि नि हो कि होइन भेटाउला भयो भन ताकु नि भेटाउला हो ताकु नि ल्याएर यसरी पो बनेर छ त बाबु ताकु नि यो ताकु नि फेरि भेटौँला यो ताकु फेरि भेटौँला अर्को दिन भन्नु पऱ्यो है अर्को दिनमा फेरि कता यता लेखौँ क्या दिन ताकु नि है यो ताकुनी फेरि भेटाउला है भन्न सक्यो साथीहरूलाई भयो हो
खेल्दाखेरि होला अनि हिम्चा भनेको तिम्रो क्या भित्र बाहिर खेल्दैन हिम्चा मिचे भित्र बाहिर त्यस्तो खेल्ने खेला होला तर आमा त अलिक दौडिनु सक्दैन मलाई 1 नम्बर दौडिन्छु त्यो भएर खेल खेलाउन सकिएन क्या भित्र बाहिर होइन हिम्चा मिचे गर्न सकिएन नि धेरै हिम्चा भने बाहिर फेरि भेटाउँला भोलि भेटाउँला नि छ फेरि हो यामा कलाकार ल्याए नि आमा हो पाउ ताकु नि है त अब यो ताकु भने धन्दा कसरी मेरो इन्टरभ्यूमा गिटारै लाग्छ मलाई सत्य कुरा मलाई नि हो नि दिदी मान्छेहरू त त्यहाँ त टुक्रा सिधेर अनि त्यहाँ त के हो लमजुङे कलाकार साडी फिटेर फेरि मास्टर पनि छ छुनी सर छु भित्रको भनिदिइहाल्यो गिटार आउँछु ल एकदमै यस्तै आउने बेला गीत गाएर सुनाउनुहोस् अतीतलाई वर्तमान मेरो थाहा हुने बेला कि सुन्नु कि कता कुरा गरेको मट्टी तेल टिनको टिन स्कुल पढ्न आउनु है दिनको दिन यो मायाको संसार विचित्र तिम्रो रूपमा के जादु सारा बस्यो मनभित्र यहाँको टिचर मैले गिराएर त्यो तलमा पढाउन भनेर मलाई यता पठाएको त्यही त त्यस्तो गरेर त पढाइदियो भने जुलुस गरे हामी त गिराइदिनु त्यही त तल बढाइदियो बुढालाई नि अघि लैदियो भन्न घरमा बसेर रोटी मात्रै खायो रौसी मात्रै खायो अरूले नि ल्यायो है त जोस् यो 7 दिनको क्षण चाहिँ खुसी मान्नुपर्छ है मनमा त छ नि कति मेरो श्रीमान गइथुकै मात्रै गइरहेको अन्त मात्रै गइरहेको बच्चाले अब खाना लाउँछ खानाबाट अनि त्यहाँ आउँछु यो सबै धोएर राखेर त्यसो बोल्ने हालेर है त्यतिकै हाल्नु राति नसुति भन्छ जता खोजे नि भोलि भनेको 1 महिनाले चाहिँ डिभोर्स भयो भन्नु त्यसो गर्नु बिहे गरे भने राति सुत्दैन र राति सुत्छ त नि भने के तासित नसुत्दैन डिभोर्स भइसक्यो भनेको कता परेको त मैले रातभरि जागिर फेरि भेटौँला होइन यो ताकु भोलि भेटौँला बाबा तिमी तरुण सर बोल्दै लिएर बोल्दैन परा
पाउँदाको क्या हो यो अनि अलिकति युनि लेख्नु भएको थियो यो पनि पनिन्छ नि त यो हो नि त योलाई यो त्यो लेख्यो होला नि त्यो बेला है धेरै बोलेको विश्वास नै हुन्न बाबु त्यसै भन न कहिले कहिले है अब यो कुरा बुझ्यो है त्यो पनि याद छ होइन अब हिजो भोलि हेर्नु पर्यो बिजादाले झनातान सिना होदाई भन्दा भने सो मिठो गीत त्यस्तै लामो पुरै मिठो गीत ल त्यसलाई पनि पाउ ताकुइनी भोलि भेटौँला है यो ताकुनी फेरि ताकुनी चाहिँ यो ताकुनी फेरि भेटौँला है अब भोलि भेटौँलालाई राम्रो न के भन्छ अरे एउटा कुरा मलाई छट्ट भनिन्छ यो तारको छ्याउ भयो नि है यो जोडी राम्रो भयो दिदी यो त छ्याउ त गुरुङसँग मिल्न गयो नि त किराको छ्यामु भन्छ हाम्रो छ्याउ कुरा गर्छौ तिमी गुरुङसँग हिँड भन्दा मात्र त्यो दुरासा हिँड्छ बलेसा हिँड्छ बडाहरू बाल त्यस्तो छ क्या बडाहरू भयो बिचरा भन्न नसकेर मात्रै छोरीले भनेको मर्को बुझिरहेको हाँसो त बुझेङ बाउसँग ठ्याक्कै मिलिसक्यो भोलि भेटौँला भएन है भयो त बाबु पछि भेटौँलालाई लिसु ताकुइनी पछि एउटा कुरा है तपाईँको घरमा यो त किताब छ नि हो तपाईँले भोलि पछि अस्ति पोहोर दोहोर ओहोर आगो के चाहिँ यहाँ यो किताब है मेरो घरमा चाहिँ यो किताब छैन कस्तो लागेको छ म देखेको छु तर यो किताब प्रत्येक दुराउ घरमा हुनुपर्ने हो आज चाहिँ केन्द्रीय कमिटीको यहाँ दाजुहरूसँग अहिले सम्पर्क गर्नु एउटा किताब चाहिँ उपलब्ध गराइन्छ है किनभने हाम्रो घरबाट आज 3-3 जना पढाए एउटा किताब त उपलब्ध गराउँछ 3 जना हो पर्सि भेटौँला त साम्ता ताकुइनी छ नि है बाबु त्यहाँ त धेरै छ यसलाई फोगल्नमा कस्तो हुन्थ्यो फोगल्ना होइन
हुन्छ टोकन्दै सबले टोकेर लिसो होइन सान्सा हो लिसो बिसले खाँदैन नि बाबु बाबु भयो अस्ति बोर्ड पुस्तकालय त टाढो अनि के भन्यो अहिले के गराउने भनेर अब आज ल्यायो है त ओ साथी हो अब सूत्र लाउने छ सानो है सूत्र लाउनु छ है हामीले ल्यायो भन्दाखेरि कुन सूत्र लाउनु पर्यो ल्यायो भन्दा अघि थियो है ल्यायो भन्दा उ लाउने कि दो लाउने कि बो लाउने हो बो लाउने होइन पाता हो पाता भयो भने ल्यायो अरे खाजा ल्यायो खाजा ल्यायो माटु पाता भयो भोग लाग्यो भने है फेरि अब भोग लाग्यो खाऊ भनेको भोग है भोग लाग्नु है भोग लाग्नु अब के भन्नु पर्यो भोग लाग्यो बनाउनु परेन थाहा भयो भने नि भयो अनि थाहा भिदा भयो भने नि भयो भिदा भनेको लाग्यो है थाहा भयो खाबो पनि छ है भोक लाग्यो भिदा भो भनेको लाग्यो है भोक लाग्यो अनि यस्तो गर्ने मात्रै यो डिक्सनेरीमा छ है भोक लाग्यो के भयो अल्छी वर्गमा है सजिलो हुन्छ पढाइ क्या पढाइ भनेपछि म जानु भिदा अब भनेको लाग्यो हो खायो भने भोक लाग्यो क्या पो पर्दै लाग्यो नि त अब भोक लाग्यो अन्त यसलाई पनि कोही यसरी लेखेको हुन्छ नि होइन थाहा भिदा भयो भने भोक लाग्यो भनेको क्या भिदा भयो भने त लाग्यो त्यसमा त पो नै लगाएर हामी लाग्यो बनाइदियो नि त हो कि होइन जसले नि जाने उठ्दै पकाएर पुगिदिने हरि शरणम आफूलाई कहिले घर जाऊँ जस्तो सम्झिरहेको छु घर बच्चाहरू आएर बस्या तपाईँ आइरहनु म त गइजान्छु भन्छ
होइन त्यहाँदेखि मैले त पढाइसक्यो भइहाल्यो ठुलो नानी के सो आएर म त जानु लाग्यो भने ऊ त चितवनबाट जानु गयो अरे आमा नै आएन भने आमा नै आएन भने के अरे म त मास्टर भन्छु भने बढी आएन नाच्नु बुहारीमा कुखुरा पुजाएर उनीहरूले ल्याइदियो मासु भने खाने भन्थ्यो फेरि बिहान म त दङ्ग गरेँ है मनोतिर भएर मैले मुसुकी हाँस्छ अझै खुवाइदेऊ त भिताबुको अर्थ के हो? सेम हो खाबो र सुन न ल म भिताबु खाबो यो चाहिँ भएन भयो तपाईँलाई मैले एउटा कुरा के खुलाउँछु भने भी अनि दा अनि ऊ छैन भिदाउ भनेको लाग्नु सुन्नु है हामीले कसरी चाहिँ पास्टमा भुतकाल बनायो है भने बोल लाएर भुतकाल बनायो के खायो देख्यो रोयो छोयो दुनियाँ भयो भने भोक लाग्यो है खायो भनेको भोक लाग्यो बनायो तर थाहामा यतिकै गरेर भिदामा पनि बनायो हामीले भिदा भनेको लाग्यो बोलाएको है यसमा पनि कन्फ्युज नहुने हो कि है बुझ्नु हो त अझै बुझाइन क्या भिदाउ भनेको लाग्नु भिदाउ भनेको लाग्यो थाहा भनेको भोक हो क्या है तर हामीले एकैचोटि गएर योलाई चाहिँ थाहा भयो भोक लाग्यो त त्यहाँ गएर भिदाउ भन्ने लाग्नु होला भिदाउ त्यसलाई पास्ट बना एउटा कुरा बुझ त एउटा पास्ट बनाइ बनाएन भने पास्ट बनाइ बनाएन बाबु भन्छ है पास्ट बनायो भने हामीले बोलाएर पास्ट बनाइदिएको हो हामी के अरे रामले घर गएर किताब लिएर आयो भन्नु छ है हामीले सबै भन्थ्यो राम घर गएर किताब ल्यायो एउटा जोक थियो हजुर राम खाल्टोमा फस्यो गिरकालले अब पास्टर फोन गरे भूतकाल के एउटा बेलामा भूतकाल भन्छ कसरी भूतकाल खाल्टोमा फस्यो भने झिक्काल होइन भन्छ हामी भन्दा विज्ञ मान्छे नै आउँछ है दूरभाषामा हामी मात्रै जानेको हामी त भाषा अनि आएको रुल अनुसार हामी गइरहेको छ है तर यो चाहिँ भी के अरे थाहा भिदाबो लेख्नुपर्छ भन्यो भने ओके छ तर हामीले सरकारमा लिएर आयो है त्यो बाटो पुगेको भएन नि त होइन हामीले ठ्याक्कै मिलाइदियो थाहा भयो भने भोक लाग्यो थाहा भयो भने भोक लाग्यो जस्तै बिकी आएर फेरि नखाओस् है यो चाहिँ आज सब पढेको है त्यसो भएर माइपुर पाता भयो माइपुर पाता भनेको के हो खाजा लिएर आयो खाजा ल्यायो रे ल्यायो पाता भयो पाता हो ल्याउनु पाता हो ल्यायो पाता हो ल्याउँछ होइन बाबुलाई आयो गएन हो उनीहरूले भन्नै परेन आराम गरेर बसिदिया चाहिँ भोक लाग्यो है भोक लाग्यो भात पाक्यो नि भन्न पर्यो है भात पाक्यो भन्नु पर्यो नि तस्बिर यता नभएकोलाई चाहिँ पुरस्कार दिनु पुरस्कार दियो भने त घरै नानी माग्दै दिन पाउँछ नि त होइन पाउँछ मलाई दिन पर्छ जे होस् त होइन अब केही पर्सेन्ट बुझ्यो कि बुझेन बुझ्यो बुझ्यो नानीले बुझ्यो
अनि हिजो अस्ति किन स्कुल नआएको कलेज जाने अनि स्कुल नआएको कलेज जाने अनि स्कुल नआएको हेर्मिसो कलेज जाने बेला स्कुल नआएको अन्त्य बारे ल है अब केही छ त त्यस्तो उस अब फेरि 1 2 तिर जाने है ए भात पाक्यो ल है त अब तपाईहरुले आफैले बनाउन सक्छ कि सुन्नु न थी अब थी के भने था भित्र भने है अब थी ऊ भनेको चाहिँ पाक्नु अब चाहिँ भात पाक्यो भन्नलाई के हो त नि अब सकिन्छ त के हो भाका थिदो भाका थिदो होला नि पाक्नु पाक्यो पाक्नु त्यही हो त त्यही त ऐतो उतो भयो भनेर त्यसै पाके यहाँनिर चाहिँ गोजेङ लाए गोजेङ लाए गोजेङ लाए यहाँनिर गोजेङ गर्नु हुँदैन अब सुन्नु न अब यो थिउ भनेको पाक्नु हो पाक्दैछ भन्न पर्यो होइन पी पी भनेको पाइदै हो कि होइन पी पाक्दै पोछ पाक्दैछ होइन पाक्दैछ चन्द्रबिन्दु त्यो चाहिँ नागेश्वर भयो नि होइन यो त खराब छ फलाम त अहिलेको ठिक लाग्यो होइन माइक पुरु पाता भयो त्यसो यो हामीलाई कस्तो हुन्छ नि मलाई नि सुरु त दिक्दार लाग्यो अब पढेछु उही बुझे छैन अनि पढाइ बुझ्दिनँ फेरि अब खेलेर पार लाग्दैन त्यस्तो क्या किनभने मात्रै भइरहेको नि यसो अब यति पढ्छु अब यति रेडी गर्छु भन्यो गर्छु फेरि त्यो पद त आउँदै आउँदैन ल्याएर फेरि आउँछ त्यस्तो राति दुनियाँ सुति खाएको सब सुति खाए म त रातिको 10 11 12 क्या त्यस्तो पनि पछि त यो आँखा कस्तो जस्तो भएर पढ्न पनि छोड्दै मैले त त्यस्तो हो कि अब धेरै के अब दुनियाँ सुतेर आफ्नो के डग्ला होला अनि त्यहाँ त्यसो गऱ्यो 4 बजी उठ्ने फेरि गर्दा 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 है अनि पछि त यो शब्द त सजिलो लाग्न थाल्यो यो त ग्रामरको नियम जस्तो छ नि हो कि होइन ग्रामर जस्तो है आई गो होइन आई वान्ट आई गो होइन आई एम गोइङ यस्तो केही पनि छैन अनि बल्ल सजिलो अनि बल्ल वर्डहरू बोल्न नि त केही जानेमा म कति पढ्ने आउँदै नहुने पछि त भयो यो वर्डमा चाहिँ प्रोनाउन्सिएसनमा अलिकति कन्फ्युजन भएको अर्थ त भइगयो त एउटा भन्नु पाएको केही बाह्र झिकेर सेन्टेन्स बनाउँछ सकिहाल्छ त्यस्तो आउँदैन फेरि पाक्नु पाक्दैछ भयो है पाक्यो थिबो भने पाक्यो थिबो पाक्यो गुनिजो गुनिजो खापा Ton 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 ton
काहीँ भएन अहिले देखा चाहिँ बडो अहिले माथि माथि आउन एउटा शब्द नि चिया भएको यो चिया बगानको छलफलको उत्योमा हाम्रो सहयोग निम्ति भयो है बेला है यो छलफल यो साथ दिने हाम्रो यो क्लास च्यानलमा अति खुसी लाग्यो के अरे नजान्दा पनि आँखा नदेख्दा पनि पुरै बल गरेर हेरेर आँखा तन्के एकदमै खुसी लाग्यो तर मलाई त्यो रहर लाग्यो है त्यसो भएर सबै अब श्याम टोलकोले नारायण टोलकोले सबै नारायण टोलकोले सबैले दिनुभएको रहेछ के अरे यहाँ द्रमण समूहलाई सहयोग त्यसो भएर हामीले नि हिजो गएर त्यहाँ के अरे समूहमा नदीबाट समूहको कुरा हामीले छलफल गरेको हामी नि दिनु त भन्ने कुरा भयो कि त्यसो भएर आज हामीले नि यहाँ यो के अरे नदीबाट समूहले पनि यो ब्रह्माण्ड समाजको यो 7 दिने दूरभाषाको क्लासको लागि नदीपोटे दूर समूहले 7,000 दिएको छ है आउनु अध्यक्षज्यू यो नदीपोटे दूर समूहले दिएको है 7,000 है यसै गरी मलाई पनि पुरै के 7,000 भन्दा है नदीपोटे दूर समूहको है त्यसै गरी फेरि मलाई पनि असाध्यै खुसी लाग्यो है तर म नभए पनि मलाई को चासो लाग्यो कि तर म जसरी मेरो श्रीमान अहिले घरमा बाहिर जानुभयो तर पनि मैले 2टा छोरालाई छोडेर घरको धन्दा गरेर म एकछिन त जान्छु भनेर घरमा मेरो फोहोर छ समाज है त्यति म जान्छु भनेर म आएको हो त्यस कारणले मेरो व्यक्तिगत तर्फबाट नै म 3,000 सहयोग गर्छु है दुरा महिला समाजको तर्फबाट धेरै धेरै धन्यवाद र दिदीलाई विशेष धन्यवाद है दिदी चाहिँ एकदम सुरुदेखि नै हेर्नु न मैले भ्याइन भन्दाखेरि फेरि अब पुग्नु भएको कि कला लिनको लागि कि पूर्वाध्यक्ष अनि सल्लाहकार सबै भन्छ अनि उहाँले चाहिँ यस्तै उहाँ जस्तै सबै भइदियो भने हाम्रो महिलाहरू भन्न चाहन्छु हस् धन्यवाद फेरि यस्तो जाँदा 500 आउँदा 500 जसरी टोलियो होइन त्यो पठाउ मात्रै हो